दर्शबिन नेदरल्यान्ड्समा 4वटा खेल हारेर फर्केको नेपाली राष्ट्रिय टिमका कप्तानले के भने त है यो हारको बारेमा उहाँकै मुखबाट सुनौ है त। रोहितजी कस्तो रह्यो भ्रमण, कसरी यसलाई समराइज गर्नुहुन्छ यसपालि? अब रिजल्ट त सबैलाई थाहा नै भइसक्यो होइन। हामीले जुन हिसाबले सोचेर गएको थियौँ नेदरल्यान्ड्सको टुर हुन्छ भनेर त्यो हिसाबले भएन र त्यसमा चाहिँ डिसएपोइन्टमेन्ट छ। त्यो बाहेक चाहिँ अब भनौँ नेक्स्ट टुरमा फोकस हुन्छ र लास्ट टुर अब त्यो सोचे जस्तो भएन। अब मुभिङ अन नेक्स्ट वान, अब त्यसमा चाहिँ बेस्ट दिनु पऱ्यो। यसलाई अब कारण चाहिँ के मान्न सकिन्छ खासमा? अब कन्डिसन त्यस्तो भएर हो अथवा हाम्रो यसपालि के भयो चाहिँ खास कारण चाहिँ के मान्न सकिन्छ? अभियसली अब एउटा फ्याक्टर चाहिँ कन्डिसन हो, बट स्टिल आई थिङ्क कन्डिसनलाई मात्र एक्सक्युज नबनाएर आई थिङ्क मलाई लाग्छ कि जुन हिसाबले हामीले ब्याटिङ गऱ्यौँ, जुन हिसाबले हाम्रो अप्रोच थियो ब्याटिङमा, त्यो चाहिँ अलिकति त्यो इन्टेन्ट देखिएन र मलाई लाग्छ कि त्यसले गर्दाखेरि अलिकति हामी पछाडि पुग्यौँ। किनभने एज अ बलिङ युनिट मलाई हामी डिसेन्ट थियौँ थ्रु आउट द टुर्नामेन्ट र ब्याटिङ र फिल्डिङमा पनि, किनभने जुन स्ट्यान्डर्डको हाम्रो फिल्डिङ छ त्यो स्ट्यान्डर्डको फिल्डिङ यो टुर्नामेन्टमा गरेर एउटै म्याचमा 2-3 मेन क्याचेसहरू छोड्यौँ भने प्लस त्यही ब्याट्सम्यानले भनौँ म्यान अफ म्याच लिएर जान्छ 70-80 हानेर भने अभियसली त्यो भनौँ फिल्डिङले पनि त्यो एकदम ठुलो फ्याक्टर प्ले गर्छ गेममा। सो मलाई लाग्छ कि 4वटै गेममा ब्याटिङ प्लस फिल्डिङ हाम्रो बिलो पार थियो र त्यो चाहिँ इम्प्रुभ गर्न एकदम जरुरी छ।